Hello everyone, welcome to my channel. हामी चाहिँ अहिले लेटाङमा छौं, हेर्न सक्नुहुन्छ लेटाङको चिसाङ खोला। अनि हामी सबैजना भएर आज घुम्न जाँदैछौं। दिदी चाहिँ अगाडि पुगिसक्नु भयो। हामी लेटाङ मोरङमा छौं, राजारानी ठाउँमा घुम्न जाँदैछौं। लेटाङको हिँड्दै गाइज, किनकि अब हाइकिङ जस्तो बिहान हिँडेको नि बजेट अनुसार चलेको। यता चाहिँ हाम्रो भान्जीलाई वेलकम छ है मेरो च्यानलमा। उता चाहिँ दिदी चाहिँ अगाडि पुगिसक्नु भयो। नानी चाहिँ पर छ, उसको खुट्टा दुखेर त बिस्तारै आउँदैछ। यहाँ त ह्यान्डसम हिरो। यस्तो रहेछ बाटो। अहिले आधी बाटो काटिसक्यौँ, आधी होइन अलिक डाँडा नै नागिसक्यौँ। त्यहाँदेखि अझै ओह्रालो जानुपर्ने छ अरे। अनि सबैजना पुरा थकित अवस्थामा हिँड्दैछौँ। भान्जी चाहिँ अगाडि अनि हामी चाहिँ पछाडि। यहाँको बाटो हामी चाहिँ अहिले सिडीको बाटोतिर आइपुग्यौँ। यहाँबाट तल झरेपछि चाहिँ हामी हाम्रो डेस्टिनेसन पुग्नेछौँ, लेटाङको राजारानी। हामी चाहिँ राजारानी तालमा। त्यो राजारानी ताल अरे है, राजारानी ताल निकै ठुलो परेछ ताल त है। गाइस हामी चाहिँ अहिले यसो भ्रमण गर्दैछौँ है, अवलोकन गर्दैछौँ। फर्स्ट टाइम आएको नि त। भ्यू कस्तो राम्रो गाइस। राजारानी, लेटाङको राजारानीको भ्यू मलाई चाहिँ लास्ट मन पर्यो। अनि अहिले चाहिँ हामी भ्यू हेर्दैछौँ। यो चाहिँ भ्यू टावर रहेछ। भ्यू टावर चढ्दैछु म। भ्यू टावर भर्खरै फोटो खिचेर भिडियो बनाएर हिँडेको। सबैजना यहाँ फोटो खिच्दै हुनुहुन्छ। अनि म चाहिँ यसो भ्यू टावर चढेर यहाँको भ्यू हेर्नु पर्यो भनेर हिँड्दैछु। गाइस यो चाहिँ भ्यू टावर, पुरानी राजारानीको भ्यू टावर, लेटाङ राजारानीको भ्यू टावर। यहाँ फोटो सेसन हुँदैछ, भिडियो फोटो। पोखरी कस्तो राम्रो देखिन्छ नि गाइज। अनि म चाहिँ भ्यू टावर चढ्दैछु माथि। यसो भ्यू टावरबाट हेरौँ न त होल राजारानी, लेटाङ राजारानी भन्यो नि। तपाईँलाई पनि देखाउँछु ल भ्यू। गाइज डर पनि लाग्छ कि मलाई त्यस्तो हाइटदेखि चाहिँ फेरि। कस्तो राम्रो भ्यू हेर्नु न गाइज। परदेखि कत्रो ठुलो ताल रहेछ कि गाइज, यहाँ हेर्नु न। कस्तो राम्रो लाग्यो तर मलाई। हामी चाहिँ अघि रानी पोखरीमा थियौँ, अहिले चाहिँ हामी राजा पोखरीमा आएको छौँ। अघि हामी वारी थियौँ, हामी पारी आइसक्यौँ। हाय गाइस, अब बल्ल तल्ल आउन पाइन्छ। हेरौँ न सबैतिर घुम्दै हिँडौँ भनेर नि। गर्मी भयो गाइस, गर्मी। हेरिदिनु राम्रो रहेछ भ्यू। यहाँ पनि उता मन्दिर रहेछ, यता रानी पोखरी, अहिले राजा पोखरीमा हिँड्दैछौँ गाइज। बस गए अब चाहिँ हामी फर्केको है। सबैतिर डोलेर फोटोसोटो खिचेर भिडियो बनाएर हामी अब घरतिर प्रस्थान गाइज। घर त जानै पर्यो, यहाँ बसेर हुँदैन। तर राम्रो लाग्यो है। को नेचर लभर हुनुहुन्छ प्रायः सबैजना नेचर लभरै होला। इफ तपाईँहरू नेचर लभर हुनुहुन्छ भने चाहिँ यहाँ एकचोटि भिजिट गर्नु होला। एकदम राम्रो छ यहाँको भ्यू। वाउ, यो चाहिँ राजा पोखरी रे। त्यहाँ चाहिँ रानी पोखरी हामी गएको ठाउँ चाहिँ। अनि बस्ने ठाउँहरू एकदम शीतल रहेछ, रुखको बिचमा तालसाल भएको राम्रो लाग्यो मलाई चाहिँ। अब चाहिँ हामी घरतिर फर्किँदै। भान्जीलाई कस्तो भयो तिमीलाई आज? रमाइलो भयो। ठाउँ कस्तो लाग्यो? तिमी त यहीँको बासिन्दा। राम्रो थियो नि। को नेचुरल लभर हुनुहुन्छ। अब चाहिँ हामी फर्क्यौँ है। खाजासाजा खायो फर्केको। कति विरक्त लागेर बनाएको। के कस्तो लाग्यो तपाईँहरूलाई मेरो भिडियो? आफ्नो फिडब्याक दिनु होला है। राम्रो लाग्यो भने राम्रो लाग्यो भनिदिनु। केही सुधार्नु पर्यो भनिदिनु। सानो क्लिपहरू छ, अब त्यो एडजस्ट गरेर हाल्छु। आजको लागि यति नै। स्टे ट्युन फर मोर अपडेट। बाइ बाइ।